सो हाम्रो मुस्ताङ यात्रा चाहिँ यहाँबाट सुरु हुन्छ है। अहिले चाहिँ हामी गार्डन अफ ड्रिम्स होटलबाट चेकआउट गर्दै लेक साइड। सो विल बी मुभिङ अन फ्रम हियर। अब कहाँसम्म पुगिन्छ थाहै छैन है, तर मुस्ताङ भनिहाल्यो। ओके, now we are moving towards Beni and Baglung. This is our hotel where we are staying, where we stayed yesterday night. BJ, look at the BJ. Now we are heading to Naudada from Saranpur. having coffee at Naudada. Our bike is parked at the opposite side of the road. अब हामी यहाँ धेरै बेर नबसिकन निस्किन्छौँ हैन। पर्वत यो बागलुङ कालिका मन्दिर जाने बाटो उतापट्टिबाट कालिका भगवती मन्दिर, जय कालिका भगवती। बेनी पुग्न 11 किलोमिटर बाँकी छ यहाँबाट। हामी बेनीतिर जाँदै बेनी म्याग्जी कटेर अब हामी बेनी कटेर बागलुङ कटेर So now we are here at Beni. हामीले चाहिँ बाइक अब वर्कसपमा छोड्यौँ थोरै टाइट फिट गर्न, चेन टाइट गर्न। अब चाहिँ फुड हन्टिङ। मान्द सरले चाहिँ खतरा ठाउँ खुवाउँछु भनेर ल कहाँ तपाईँले कहाँ लानुहुन्छ मलाई अब हेरौँ ल। हाम्रो खाना आइदिएछ, लोकल फ्रेस खाना छ है। रहेछ होटलमा रूपसे झरना। रूपसे झरना यही हो। We are leaving रूपसे झरना। अब चाहिँ एकैछिनलाई पिलियन सिटमा आइरहेको छु। पछाडि बसेर भ्यू हेर्दै जाने हो अब चाहिँ है। पछाडि पनि फाइदा छ नि। एउटा पेट्रोल पम्प रहेछ, तर यहाँ चाहिँ डिजेल मात्र पाउँदो रहेछ। सो वी आर फिलिङ अप फ्रम वाटर।
स्टेसनमा आइपुग्यौँ। लुकिङ फर सेयर प्राइस स्टोरहरू के पाउँछ हेर्नु पऱ्यो। मार्फा गाउँ स्याउको बोट जाँदैछ। मुक्तिनाथ जाँदा जाँदा यस्तो खतरा भ्यू देखेर रोकेको है। वाउ तल अहिले फिलहाल सरलाई फेरि भ्यू मन परेर आइफोनले खिच्ने अरे फेरि खतरा छ खतरा। ल नाउ वी आर फाइनली एट मुक्तिनाथ टेम्पल एट 2:30 PM है। सो अब हामी चाहिँ दर्शन गरेर आइन्छ होइन। पूजा सामग्री लिनुभयो दुईवटा नरिवल धुप नैवेद सबै चढाएर मुक्तिनाथ बाबाको दर्शन गरेर फर्किनेछौँ यहाँबाट। आजको वेदर चाहिँ सो नाइस, यस्तो दामी छ भ्यू यहाँबाट। एभ्रिथिङ हिमालहरू छ पछाडिको। So finally at the entrance of Muktinath temple है। Let's go, let's go। नुहाउन नसके पनि एकदम वेदर दामी रहेछ। ल मुक्तिनाथ तल आएर होइन एक वाइ खाजा खाँदैछ। यहाँबाट फर्केर दुम्बा लेक जान्छौँ आई गेस। हामी चाहिँ मुक्तिनाथबाट अब तल झरेर खाजा खाएर निस्क्यौँ है। यो ठाउँलाई नानी पेवा भन्दो रहेछ है। पोखरा पनि नानी पेवा भन्ने ठाउँ छ। दिस वान इज अल्सो रानी पेवा होटल फोर सिजन्स। वेदर इज एपिक। अनि अर्को कुरा चाहिँ युजली यो वेदरमा बाटोबाट आउनु मिल्दैन किनभने अरू बेला हिउँ पर्छ। अहिले चाहिँ हिउँ नपरेको भएर हामी आउन सकेको भन्ने कुरा पनि थाहा पाइयो। द्याट्स वाइ हामी अप्पर मुस्ताङ पनि जाने भइएन किनभने रोडहरू सबै हिउँले छोपेको हुन्छ अरे। टु व्हिलर चाहिँ चिप्लिने चान्सेस रिस्क बढी हुन्छ। सो नेक्स्ट टाइमको लागि अहिले चाहिँ अब तुम्बा लेक लेट्स गो टु तुम्बा लेक। चिसो चिसो हावा चल्न सुरु गऱ्यो राति। अब चेन्ज हो त्यो धौलागिरी फर्स्ट यो त देखेको ठुलो चाहिँ। अनि सनसेट हुने पनि त्यही धौलागिरीकै साइडमा रहेछ कि। सनाबा डुब्दैछ 5:20 सनसेट हुन्छ भनेको छ।
टाउको बचाउनु पर्ने भएन यात्रा गरिरहेका छौँ सो यु आर हेडिङ टुवर्ड्स डुम्बा लेक इफ पोसिबल है अनि त्यसपछि चाहिँ हामी मार्फा गएर बस्छौँ कि त तपाईँले समयले नै बताउनेछ अब चाहिँ जाडो जाडो हुन लाग्यो यो चाहिँ संसार सबैभन्दा ठुलो शालिग्राम स्योर हो कहाँले शालिग्राम एकदम ठुलो शालिग्राम सो दिस इज कागबेनी है यो खोलाको भिरमा हो कागबेनीमा चाहिँ कागबेनीमा नुहाएर दर्शन गर्न जानु यो तीर्थयात्रीहरू चाहिँ श्राद्ध गरेर कि कागबेनीमा मन गरे नि त्यही गर्नुभएकोले उता घाम डुब्दै गरेको धौलागिरी हो अब घाम डुबेपछि बल्ल धौलागिरी देखिन्छ होला होइन हेडलाइट पढेर देखेको छैन तर टु इज देयर ओन होइन सुरुमा छेउ तयारी सोचेँ भन्दा चाहिँ मलाई त्यहाँ गएपछि चाहिँ इट वाज नाइस पछाडिको त्यो फरेस्ट अनि ताल प्लस त्यो ब्याक ड्रपमा माउन्टेन भएको राम्रो रहेछ सो टाइम भयो भने यतैबाट रुट लिएर आए पनि हुन्छ लेकबाट निस्किएर अब हामी मार्फा जाँदैछौँ वी आर एन्टरिङ मार्फा राम्रो ठाउँ रहेछ है मैले अघि भनेको हामीले lot of places यहाँ छ बस्ने ठाउँ होइन अलिक भाइब्स ठिक छ यहाँ छ है Now we are having black tea. Now we are heading back to Tatopani. Might be. Might be off Leyte.
होइन होइन यही बाटो साह्रै ल हामी 7 बजे यहाँ रूपसे झरना फर्केर आएका छौँ। भित्र त उज्यालो छ, आगो बलिरहेछ यहाँ। बाहिर त यही हो, त्यहाँ माथि रूपसे झरना भनेर इमेजिन गर्नु होला। तातोपानीको नाइट भ्यू। यहाँ